नमस्कार सम्पूर्णमा यो दुनियाँमा घटिरहेको एउटा हार्ड रियालिटीको बारेमा एउटा कुरा भन्न गइरहेको छु, जसलाई भनिन्छ सोसियल मिडियाको इल्युजन, सामाजिक सञ्जालको भ्रम। आजकलको मानिसहरू आफ्नो जिन्दगीदेखि त्यति परेशान छैनन् जति परेशान अरूको जिन्दगी देखेर भइरहेका छन्। सामाजिक सञ्जालले एउटा यस्तो दुनियाँ बनाउँदैछ जहाँ हरेक कुराहरू पर्फेक्ट देखाइएको छ, जस्तै पर्फेक्ट लाइफ, पर्फेक्ट रिलेसनसिप, पर्फेक्ट बडी, पर्फेक्ट ह्याप्पिनेस, एभ्रिथिङ इज पर्फेक्ट सो गरिँदैछ त्यहाँ। तर मानिसहरू त्यही पर्फेक्टनेस देखेर आफ्नो दिमागमा एउटा प्रेसर क्रिएट गराइरहेका छन् र मानिसहरूले अरूको जिन्दगीमा सबै कुराहरू पर्फेक्ट भइरहेको छ र आफ्नो जिन्दगीमा सबै कुराहरू अपूर्ण छ, मिसिङ भइरहेको छ भन्ने ठानिरहेको छ। तर त्यस्तो छैन। रियालिटी बुझ्नुहोस्। तपाईहरू जुन सामाजिक सञ्जालबाट फोटोहरू, भिडियोहरू देखेर इन्फ्लुएन्स भइराख्नु भएको छ, तपाईहरू एकचोटि आफूमा पनि हेर्नुहोस्। तपाईहरू पनि कुनै फोटोहरू फेसबुकमा या कुनै पनि सोसियल मिडियामा पोस्ट गर्नुभन्दा अगाडि 10 वटा फोटोहरूलाई छानेर एउटा फोटो पोस्ट गर्नुहुन्छ, जसमा चाहिँ तपाईहरूले तपाईँको जिन्दगीमा घटिरहेको हरेक प्रब्लमहरूलाई चाहिँ देखाउन चाहनुहुन्न। एउटा यस्तो फोटो पोस्ट गर्न चाहनुहुन्छ जसबाट चाहिँ यी सोसियल मिडियामा तपाईँले वाइ बटाउन सकोस्, लाइकहरू पाउन सकोस् र कमेन्टहरू पाउन सकोस्। त्यो मानिसले पनि आफ्नो जिन्दगीको परेशानीहरू त्यसमा देखाइएको छैन। जुन तपाईँले जसरी पोस्ट गर्नुभएको छ त्यो मानिसले पनि त्यसरी नै इन्फ्लुएन्स भएर नै पोस्ट गरेको छ। र अरूलाई देखेर आफ्नो जिन्दगीलाई बर्बाद नगरौँ। यो कुराहरूबाट, यो इल्युजनबाट चाहिँ बचौँ र अब आउने हाम्रो जेनेरेसनलाई पनि बचाऊँ र यो सम्बन्धी जागरुकता पनि फैलाऊँ। हस् त, धन्यवाद।